आज कुरा गरौं छम्पी देवी माई मन्दिरको, जुन नेपालको एक चर्चित आस्थाको केन्द्र हो। यो मन्दिर हो देवी छम्पीको, जसलाई शक्तिको प्रतीक मानिन्छ। यो मन्दिर ललितपुर जिल्लाको छम्पी भन्ने ठाउँमा पर्छ। एकदमै प्रसिद्ध धार्मिक स्थल हो। यहाँ आउने भक्तजनहरूको देवीप्रति एकदमै गहिरो आस्था र विश्वास छ। एउटा खास मान्यता के छ भने यहाँ देवी स्वयम्भू हुन्, मतलब आफै उत्पत्ति भएकी। यहाँ आएर दर्शन गर्यो भने आँटेको कुरा पूरा हुन्छ र मनमा शान्ति मिल्छ भन्ने विश्वास छ। खास गरी जसलाई दुःख वा सङ्कट परेको छ उनीहरू यहाँ भाकल गर्न आउँछन्। मन्दिरमा दुई किसिमको माहौल देखिन्छ। एक, हरेक दिन हुने शान्त पूजापाठ र अर्को विशेष मेलाहरू। दशैं र नवरात्रि जस्ता चाडपर्वमा त यहाँ विशेष पूजा हुन्छ र ठूलो मेला पनि लाग्छ। अनि शनिबार र मङ्गलबार पनि पूजा गर्ने भक्तजनहरूको घुइँचो नै लाग्छ। मन्दिरको वातावरण एकदमै शान्त छ, त्यसैले ध्यान र साधनाका लागि यो ठाउँ उपयुक्त मानिन्छ। हरियो जङ्गलको बीचमा भएकोले यहाँको वातावरण झनै शान्त र आध्यात्मिक लाग्छ। स्थानीय बासिन्दाहरू नै हुन् जसले मन्दिरको संरक्षण र व्यवस्थापनको जिम्मा लिएका छन्। मतलब छम्पी देवी मन्दिर एउटा पूजा गर्ने ठाउँ मात्र होइन, यो त आस्था र संस्कृतिको धरोहर हो। यसले एउटा प्रश्न जन्माउँछ, यस्ता ठाउँहरूले हाम्रो आस्था र संस्कृतिलाई कसरी बचाइराखेका होलान्?